ल हामी यस्तो किम्वदन्ती भएको ठाउँमा हामी नियमित श्रमदान गर्दैछौँ। सबै जुट्नु होला। यदि यो सुनको कुवा र चाँदीको कुवामा यदि राज्यले बजेट हालेन भने हामी आफै श्रमदानबाट बनाउने पनि घोषणा गर्दछौँ। सबै जोड्नु होला। हस्, धन्यवाद। ल धन्यवाद। ल उहाँ हुनुहुन्थ्यो यहाँको टोखाको स्थानीय दिपेन्द्र डङ्गोल। नमस्कार, म मुक्तिमान डङ्गोल, यस पिगन्डिया मन्दिरको गुठिया। दाइहरूले जुन यो श्रमदान गरेर चाहिँ दिल्ली यो आइरहनु भएको छ अहिले, यो एकदमै सराहनीय कुरा छ, एकदमै राम्रो कुरो हो। यो सबै हामी जनमानसले चाहिँ श्रमदान गरेर देश चाहिँ बनाउने एकदम महाअभियानमा लाग्नु भएको छ। तपाईँलाई एकदमै धन्यवाद छ। आज चाहिँ तपाईँले यहाँ गर्न खोज्नुभएको यो पिगन्डिया मन्दिर अगाडिको यो जुन पुरातात्विक एउटा कुवा छ, यहाँ एउटा कुवा त्यहाँ छ र एउटा कुवा यहाँ तल छ, दुईवटा कुवा। यो ऐतिहासिक रूपमा चाहिँ पहिला यो सत्ययुगमा यो देवी देवता र यो दैत्य दानवहरूको चाहिँ लडाइँ हुँदाखेरि 3-4 दिन लगातार लडाइँ भयो अरे। अनि लडाइँ हुँदाखेरि चाहिँ अब थकित अवस्थामा भयो सबै। अब लडाइँमा त अब कोही के भयो होइन, प्यास लाग्यो, खाने कहाँ, त्यो के अरे पानी खाने कहाँ, त्यो के पनि थिएन अरे। अनि त्यस्तो बेलामा चाहिँ अनि देवी देवताहरूले चाहिँ एउटा जुक्ति लगाएर यहाँ चाहिँ अब हामीलाई पनि ठगाइ लाग्यो, अब तिमीहरूलाई पनि ठगाइ लाग्यो होला, प्यास पनि लाग्यो होला, अब हामी एउटा जुक्ति निकालेछौँ। अब प्यासको लागि, प्यास मेटाउनलाई हामीले दुईवटा चाहिँ कुवाहरू यहाँ उत्पन्न गरेका छौँ। एउटा सुनको कुवा अनि अर्को चाहिँ चाँदीको कुवा भनेर चाहिँ भनेछन्। अनि सबै त्यो दैत्यहरूले पनि अनि ल हुन्छ, एकछिन आराम गरौँ, पानी सानी खाउँ, अनि फेरि हाम्रो झगडा सुरु गरौँला, लडाइँ सुरु गरौँला भनेर भनेछ। अनि त्यस पछाडि चाहिँ अब देवी देवताहरूले चाहिँ अब अलिकति तन्त्र मन्त्रले चाहिँ एउटा सुनको कुवा र अर्को चाहिँ चाँदीको कुवा चाहिँ उत्पन्न गर्नुभएछ कि। यो पहिल्यैदेखि हो, यो पहिल्यैदेखि थियो, पहिल्यैदेखि थियो है यो मन्दिरहरू। जुजुबाजेहरू यो मन्दिर जहिलेदेखि थियो तहिलेदेखि नै थियो। अनि त्यो भइसकेपछि अनि तिमीहरू चाहिँ कुन कुवाको चाहिँ पानी खाने भनेर सोधेछन् कि देवी देवताले। अनि दैत्यहरूले चाहिँ अब सुन भनेपछि सबैलाई मोह हुन्छ, अनि हामी चाहिँ सुनकै कुवामा पानी खाने पिउने भनेर भनेछन्। त्यसपछि ल भनेर अनि सुनकै कुवा चाहिँ दानवहरूलाई चाहिँ दिएछन् होइन। त्यस पछाडि अनि सुनको कुवामा चाहिँ के भएछ भन्दाखेरि जब सुनको कुवाको चाहिँ पानी खान थाल्यो अनि त्यो सबै दानवहरू चाहिँ त्यो दैत्यहरू चाहिँ आफै झगडा गर्न थाल्यो अरे कि। आफै झगडा गर्न थालेर मारपिट गर्न थालेर उनीहरू आफै झगडा गरेर कोही लडे, कोही मरे। अनि देवी देवतालाई चाहिँ सहिलो भयो। अनि उनीहरूले चाहिँ त्यसरी चाहिँ देवी देवताले जितेछन्। अनि त्यसपछि यो चाँदीको कुवामा पानी खाँदाखेरि चाहिँ एकदम शान्त स्वच्छ होइन, झन् बलियो भएर आउनुभयो अरे भन्ने कुरा चाहिँ यो ऐतिहासिक कथा पनि छ। त्यस कारणले अब यो वडाबाट पनि केही पहलहरू चाहिँ गर्दैछु मैले, त्यो निवेदनहरू हालेको छु। अब यसपालिको बजेटमा चाहिँ अब यो संरक्षण गर्ने, यो मर्मत समार गर्ने, जीर्णोद्धार गर्ने कार्य छ, बजेट हालिदिन्छु भनेको छ अध्यक्षले पनि। जुन अब तपाईँले सरसफाइ गर्न लाउनु भएको छ त्यो चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु तपाईँहरूलाई। हस्, धन्यवाद। हस्। ल उहाँ यहाँ अहिले यहाँ खलकको यो मन्दिरको रेखदेख तथा पुजारी हुनुहुन्थ्यो। उहाँले सम्पूर्ण यसको बारेमा डिटेल जानकारी दिइसक्नु भएको छ। अब हामी यसको सरसफाइ कार्यमा लाग्नेछौँ। यो के यो छापेको भित्र हो? ए यहाँ अब अहिले चाहिँ ट्याङ्कीहरू जस्तो बनाएको रहेछ। यहाँ दुईवटा एकै ठाउँ हो यो? ए यहाँ भएको चाहिँ एउटा हो? ए ल ठिक छ। ए पछिल्लोसम्म है। आजको मितिसम्म यो ठाउँ क्लियर नै रहेको छ। कुनै पनि किसिमको फर्मुलाहरू भइसकेको छैन, प्लास्टिक जाने चिजहरू। र यतापट्टि पनि हामीले क्लियर गरिसकेका छौँ। योभन्दा अगाडिको भिडियो तपाईँले देख्न सक्नुहुन्छ।